नमस्कार, म सीए सबिन पौड्याल। आज चाहिँ हामी नेपालको नयाँ एमआरपी रुलको बारेमा छलफल गर्नेछौँ। यो चाहिँ दोस्रो भिडियो श्रृङ्खला। त्यसको व्यवस्था कसरी आयो, त्यसको हिस्ट्री के छ भनेर चाहिँ हाम्रो अगाडिको भिडियोमा हेर्न सक्नुहुन्छ। वैशाख 15 गतेबाट चाहिँ सरकारले भन्सार बिन्दुमै लेबलिङ कम्पलसरी गरेको थियो। त्यसले चाहिँ व्यवसायीहरूमा धेरै टिका टिप्पणी आएको थियो। व्यवसायीहरूको भनाइअनुसार चाहिँ त्यो अव्यावहारिक निर्णय थियो, सरकारले तयारी पनि गरेन। अब कति सामानहरू त 20-25 दिन अगाडि नै छुटिसकेको छ, अब त्यसमा चाहिँ कसरी लेबलिङ गर्ने भनेर धेरै गुनासोहरू आएको थियो। सो गुनासोहरू आएपछि सरकारले चाहिँ त्यो अधिनियमलाई चाहिँ तत्कालका लागि स्थगित गर्दै नयाँ एउटा कार्यविधि जारी गरेको छ। त्यो चाहिँ असारको अन्तिमसम्मको लागि चाहिँ यो छुट दिएको छ। 83 आर्थिक ऐनबाट अलि नयाँ नियम ल्याउने तयारी रहेको छ सरकारको। अहिले नयाँ नियम अनुसार चाहिँ जति पनि सामानहरू एमआरपी लेबलिङ नगराइ ल्याइएको छ, त्यसमा चाहिँ इम्पोर्टरले, आयातकर्ताले एउटा कमिटमेन्ट लेटर जारी गर्नु पर्यो आफ्नो लेटर हेडमा। त्यसमा चाहिँ हामी यो सामान चाहिँ बेच्ने बेलामा एमआरपीको लेबलिङ लगाएर मात्र बेच्ने छौँ भनेर एउटा घोषणा गरिदिनुपर्छ। सो घोषणामा चाहिँ वस्तुको नाम, ब्रान्ड, परिणाम, मूल्य र एमआरपीहरू राखेपछि सो जाँचपास गर्न मिल्ने भनेर नयाँ कार्यविधि भएको छ। आज वैशाख 24 गतेबाट चाहिँ मजाले यो लेटरको हिसाबले जाँचपास गर्न सुरु भएको छ भन्सार कार्यालयहरूबाट। बजारमा अरू के टिका टिप्पणीहरू थियो भने होलाकै हिसाबले गर्दाखेरि चाहिँ पुरानो एउटा रुलहरू, भन्सारको एउटा रुल थियो जसमा चाहिँ एमआरपी जति डिक्लेयर हुन्छ त्यसको हिसाबले चाहिँ कारोबार मूल्य गणना हुनेछ। त्यो भनेको चाहिँ एमआरपी यदि तपाईँले धेरै राख्नुभएको छ तर तपाईँले सस्तोमा सामान लिइरहनु भएको छ भने त्यो धेरै एमआरपीको हिसाबले चाहिँ तपाईँले ड्युटी दिनुपर्छ भनेर आएको थियो। त्यो चाहिँ गलत हो भनेर सूचना अधिकृतसँग कुरा भएको थियो, उहाँहरूले पनि गलत हो, अहिलेलाई त्यस्तो व्यवस्था छैन, अहिले बस घोषणापत्रबाट काम गरे हुन्छ भनेर निर्देशन दिनुभएको छ। यसले गर्दाखेरि चाहिँ अब राजस्व लगभग 5-6 दिनदेखि नै ठप्प भएको थियो। राजस्व सङ्कलन पनि राम्रो हुनेछ भन्ने आश गरिएको छ। र अबको आगामी भिडियोमा चाहिँ हामी ल्यान्डेड कस्ट के हो, कारोबार मूल्य के हो, त्यसलाई कसरी गणना गरिनेछ र हिजो मैले अन्डर इन्भोइसिङ भनेर एउटा टपिक भनेको थिएँ र त्यो कसरी बजारमा कसरी व्यतीत छ त्यसको बारेमा छलफल गर्नेछौँ। आजको लागि धन्यवाद।